वेलकम ब्याक टु माई फर्स्ट भिडियो। आज चाहिँ म चाहिँ हजुरलाई चाहिँ यो मेरो गाउँको भिडियो देखाउन गइरहेको छु। अब सबले चाहिँ राम्रोसँग हेरिदिनु होला। अब मलाई चाहिँ सपोर्ट गरेर अगाडि बढाइदिनु होला र यही है। अब चाहिँ हाम्रो चाहिँ अब मेरो गाउँको भिडियो अब चुनावको माहौल छ अहिले। अब आज अब रमाइलो हुन्छ। हामी चाहिँ अब उता माथि हाम्रो मन्दिर छ, मन्दिरमा गएर भेट्न पर्छ है। यो हाम्रो चाहिँ यो गाउँको चाहिँ शिवालय मन्दिरमा आइसकेको छ। अब चाहिँ यहाँ अब हाम्रो गाउँ देखाउँछु होइन। अब चाहिँ यहाँ चाहिँ हामीले अब सपोर्ट हुनुपर्छ यस्तरी। त्यसपछि यस्तो हुनु पऱ्यो गाइस। यस्तरी हामी जान्छौँ। हाम्रो यो मन्दिर छ है, राम्रो छ। यो पुरानो मन्दिर हो क्या। यहाँ यस्तो यो ठाउँहरू छ अनि यहाँ यस्तो यो नामहरू छ। स्वर्गीय श्रीमती टोपली राणा भाटको स्मृतिमा खोलाहेत निवासी उहाँको श्रीमान डिलबहादुर राणा भाटज्यू छोराहरू जू ठाकुर अमृत र प्रेम राणाद्वारा स्थापित। उहाँहरूले चाहिँ स्थापित गर्नुभयो चाहिँ यो मन्दिर 2075 साल 8 महिना 20 गते रहेछ। यस्तो छ है मन्दिर। यहाँभित्र देखाउँछु मैले। यहाँ चाहिँ हाम्रो खोलाहरू छ। यस्तो छ खोला। यहाँ अब माछा मार्न जानुपर्छ। दिउँसो खोलामा पौडिन जानु। त्यहाँ पौडिन्छ नि त्यहाँ है, पौडिने त्यो खोला गाइस। यो हाम्रो चाहिँ अब गाउँ भयो। यो चाहिँ हाम्रो गाउँ हो गाइस। यस्तो यहाँ स्कुल भयो। अहिले चाहिँ यो चुनावको भोटहरू चाहिँ हाम्रो स्कुलमा हुन्छ। पहिला सानोमा पढियो होइन। यस्तो छ गाउँ खोला भयो यहाँ। ल यहाँ चाहिँ अब हाम्रो चाहिँ यो चाहिँ पहिला चाहिँ यो हाम्रो के भन्छ अरे नर्सरी हुन्छ नि, यसलाई चाहिँ शिशु भन्छ। यहाँ सानो बच्चाहरू पढ्ने यो। यहाँ धारा नि छ होइन। अब यस्तै छ। अब यता चाहिँ खोलाहरू है। यस्तो मन्दिर एकटाउन नि हानौँ है। यहाँ यस्तो तुलसीको मोठ। यहाँ यो के भन्छ नागिन होइन खै, यस्तो छ मन्दिर। यता पछाडि यस्तो बाटोहरू छ। यहाँ बाटोहरू भयो। उहाँ चाहिँ एउटा घर छ है, सानो घर छ। त्यो घरमा चाहिँ अहिले कोही बस्दैन है। मन्दिर चाहिँ यस्तो छ। यहाँ चौतारा छ। यहाँ भत्केछ ला, यो भत्केछ गाइस। यस्तो भएछ है। यसलाई चाहिँ अब सबले मर्मत गर्नुपर्छ। यस्तो भएछ हाम्रो मन्दिर। हेर्नु त कहिले भत्केछ, पिलरहरू पनि देखेछ के। अब यस्तो मन्दिर त अब हाम्रो धार्मिक स्थल हो नि, पूजा गर्नुपर्छ नि। अब मन्दिरमा चाहिँ अब मन्दिर त यो शिवालय मन्दिर हो नि। अब यसमा चाहिँ हामीले अब शिवरात्रिको दिन पूजा गर्नुपर्छ है। यस्तो छ होइन। अब चाहिँ हामी अब उहाँ माथि जान्छौँ अनि माथिबाट चाहिँ अब देखाउँछौँ है गाइस। ल गाइस अब चाहिँ हामी चाहिँ हाम्रो चाहिँ यो डाँडामा आइसकेको छौँ। अब यो हाम्रो चाहिँ यो डाँडा भयो। यस्तो छ डाँडा। त्यो चाहिँ मेरो साथी नै छ नि यहाँ। अब यहाँ यस्तो थियो कि हामीले यहाँ। अनि यहाँ पहिला चाहिँ यहाँ हरियो थियो है। यहाँ कसले आगो लगाइदिँदैन क्या। यस्तो हरियो ठाउँमा है। यस्तो छ ट्याक्क। यहाँ हाम्रो गाउँ भयो। त्यहाँ स्कुल छ अनि त्यहाँ घरहरू छ। अनि यो छ नि युट्युबमा त्यो चाहिँ यो मेरो साथीको घर भयो। अनि मेरो घर चाहिँ ऊ त्यो छ नि, त्योवाला चाहिँ मेरो घर है। गाइस यहाँ चाहिँ हाम्रो धेरै नै घरहरू छन्। यो चाहिँ हाम्रो अब मुनिको ठाउँ भयो। यहाँ खोला छ, यहाँ पुल छ, त्यहाँ हाम्रो मन्दिर भयो है। अब चाहिँ हामी यो मन्दिरबाट माथि आइसकेको छौँ। अहिलेको उहाँ मैले दिएको थिएँ नि मुनिबाट घरतिर राम्रोसँग क्लियर देखेको थिएन। अझै त्यो घर नि क्लियर देखिसकेको छ।
जस्तरी बाटोहरू जस्तरी गइरहेछ उहाँसम्म ठाउँहरूको नाम चाहिँ उहाँ एउटा घर छ त्यहाँनिर मान्छे बस्छ अलिक गाउँमा धेरै मान्छेहरू घटेका छन् क्या सहरतिर छन् नि त्यही कारणले अहिले मान्छेहरू धेरै घटेछन् अब यहाँबाट उहाँ सम्रेस छ नि उहाँ सम्रेस भन्दा त्यो चाहिँ गुरुङ गाउँ हो त्यहाँ धेरै गुरुङहरू बस्छन् क्या त्यो सम्रेस गाउँमा अनि उहाँ त्यो घरहरू अनि त्यहाँ चाहिँ के भन्थ्यो पहिला चाहिँ त्यहाँ थोरै घर छ है त्यहाँ चाहिँ पहिला हाम्रो बुवा आमाहरू चाहिँ त्यहाँ बस्नुहुन्थ्यो कि अहिले यता अनि अहिले यता यस्तो राम्रो अहिले चाहिँ हाम्रो गाउँ है धेरै घरहरू मिलेको ट्याक्क राम्रो छ अनि उहाँ चाहिँ यो गलेमको है यहाँबाट चाहिँ उहाँ गलेम रामचेदेवी मन्दिर भन्ने छ होइन रामचेदेवी मन्दिरमा चाहिँ अब चाहिँ बाटो यस्तो छ क्या है डेन्जर लामो छ क्या यहाँबाट जाँदा यहाँबाट यो बाटो हुँदै यता हुँदै पुलको उतापट्टि गएर यस्तो माथि अब यो गलेम भयो होइन अब यहाँसम्म अब यस्तरी चाहिँ उताबाट चाहिँ उहाँ हाम्रो के भन्छ अरे फेदी खोलाबाट चाहिँ उतो बाटो हो नि उहाँ त्यो गाडीहरू हिँड्ने बाइक स्कुटर सबै हिँड्छ कि त्यो बाटोबाट पनि छिटो जान मिल्छ तर यो चाहिँ हाम्रो गाउँबाट चाहिँ यहाँबाट पनि जान मिल्छ है यहाँबाट यस्तो माथि हुँदै चाहिँ यहाँबाट यस्तो डाँडा चाहिँ तिनवटा काट्नुपर्छ कि रामचेदेवी पूजा खेर चाहिँ अब म चाहिँ कतिचोटि गएको रामचेदेवी 3 अलिकति गएको अब चाहिँ हाम्रो चाहिँ यहाँबाट चाहिँ उता कुल मन्दिर छ होइन अब त्यो कुल मन्दिर चाहिँ अब म देखाउन गइरहेको छु त्यो कुल मन्दिर चाहिँ यहाँबाट अलि देखिन्छ होइन हेर्नु है कहाँ भन्नु ट्याक्क उहाँ माथि हो कि कुल मन्दिर है त्यो चाहिँ हाम्रो कुल मन्दिर हो त्यहाँ चाहिँ अब अस्ति नै पूजा गरेको अब अर्को वर्ष पनि पूजा गरिन्छ होइन अब ठाउँहरू यस्तै है अब गाउँमा आएको अब चैतमा आउँछ होला यस्तो छ त्यहाँ गाउँ छ यता नि गाउँहरू छ घरहरू यहाँबाट चाहिँ अब धेरै यता आउनुपर्छ कि फेदी खोलाबाट फेदी खोला त्यही हो यस्तो छ गाउँ होइन अब चाहिँ खोलाहरू छ मान्छेहरू हिँड्छन् यता हामी साथी र म यता माथितिर आएको यसो बिहान है मुड फ्रेस हाल्ने भनेर यतातिर नि हाम्रो यस्तो जङ्गल छ क्या यता चाहिँ अलि धेरै के भनौँ बाघहरू आउँछ है डर आउँछ अलिअलि अहिले त होइन बेलुकातिर यस्तो अहिले चाहिँ यतातिर है पहिला यहाँतिर हजुरलाई म देखाउँछु क्या यहाँतिर चाहिँ पहिला घरहरू पनि छ क्या त्यो घरहरूमा चाहिँ अहिले मान्छेहरू बस्दैनन् कि अलिअलि देखेछ हेर्नु न उहाँ घरहरू छ अहिले त त्यहाँ मान्छेहरू बस्दैनन् ल अब यति हो जङ्गल छ कि यहाँ त अहिले त दिउँसै यतातिर त दिउँसै बाघ हिँड्छ होला जस्तो अघि मान्छे बस्दैन नि ऊ त्यहाँ चाहिँ एउटा घरमा बस्नुहुन्छ क्या नत्र त अरू कोही बस्दैन क्या है यस्तै अब ऊ त्यहाँ चाहिँ अब हाम्रो अब भोलि चुनाव हो नि अब त्यहाँ चाहिँ अहिले को हुनुहुन्छ पुलिस सशस्त्र र म्यादी पुलिसहरू हुनुहुन्छ त्यहाँ कामहरू गर्दै हुनुहुन्छ यस्तो छ है खोला भयो हामी ट्याक्क पौडिन्छ नि यहाँबाट क्लियर देखियो है हामी चाहिँ ट्याक्क ऊ त्यहाँ चाहिँ पौडिन जान्छौँ है दिउँसो अब खोला माथि त पौडिनै पर्छ क्या गाउँ माथि त पौडिनै पर्छ होइन यस्तै छ अब चाहिँ माछा मार्न नि हिँडिदिनु पर्छ क्या यसो बेलुकातिर है यस्तै अब गाउँमा आएको है ल अब चाहिँ म अब हजुरलाई चाहिँ के देखाउँछु भन्दाखेरि अब के देखाऊँ है अब त्यहाँ पुलहरू छ उहाँ पुलमा चाहिँ मान्छेहरू हुन्छन् क्या हाम्रो यता घर यता हाम्रो यो गाउँमा आउनको लागि चाहिँ उहाँ बाटो भयो त्यो बाटोबाट बल्ल यहाँ पुल छ पुलबाट यता आउँछौँ कि खोला नि पहिला ठुलो थियो अहिले सुकियो क्या अहिलेको यो महिनामा सुक्छ असार साउन भदौतिर मात्रै हो नि खोला ठुलो हो नि अब चाहिँ म हजुरलाई अब के देखाऊँ है त्यो माथितिर नि गाउँहरू हो माथितिर चाहिँ यस्तो हाम्रो यो गाउँ भयो त्यहाँ उहाँ मुनि खाने उतो पुलबाट ट्याक्क मेरो घरसम्ममा चाहिँ तल्लो पुल भन्छ त्योबाट माथि चाहिँ हाँसो माथिल्लो पुल हो अनि उहाँ माथि चाहिँ बनुवा त्यो बनुवाको भेग है घरहरू 4-5वटा हाते ल यस्तै हो अब चाहिँ हजुरलाई चाहिँ म उता मुनि छ नि हाम्रो कस्तो छेउ है हजुरलाई चाहिँ म ट्याक्क त्यो पछि छलाइमा गएर अब भेट्छु होइन ल केटा अहिले चाहिँ हामी यसो आइरहेको थियौँ होइन यहाँ चाहिँ के भेट्यौँ भन्दाखेरि चाहिँ यस्तो बाघको गु भेट्यौँ कि यस्तो हुन्छ कि बाघको गु है
यता बाघहरू हिँड्छ क्या के हिँड्नु मैले भन्ने नि यस्तो यहाँ डाँडा बेलुका बेलुका हिँड्छ होला के बाघ यस्तो कुकुरहरू केही जनावरहरूलाई नि रटाइ खानु सक्छ नि के अरे बाघको दिन चाहिँ यस्तो जङ्गल छ नि त्यही भएर बाघ त्यहाँ पक्कै आइहाल्छ है ल गाइस अब चाहिँ हामी चाहिँ यहाँ यता माथि आइसकेको छौँ होइन अब चाहिँ यहाँ चाहिँ हामी चाहिँ अब यस्तरी होइन उताबाट नि बाटो थियो है उताबाट आयौँ होइन अहिले हामी अब हामी चाहिँ यताबाट यस्तरी यहाँ हुँदै यहाँबाट जान मिल्छ कि उहाँबाट यस्तो यस्तो गाउँ हुँदै त्यहाँबाट उहाँ मुनि उहाँ निक्लिन मिल्छ है त्यहाँदेखि निक्लिन मिल्छ त्यहाँ मुनि पुग्छौँ होइन यता दुईवटा बाटो यस्तै छ है गाउँ अब यस्तो उहाँ गरेको छ ल यति नै हो I'll keep it safe, so don't you worry a thing. I'll tell you I love you more. It's stuck with you forever. गाइस अब चाहिँ हामी चाहिँ होइन आज यो भिडियोलाई चाहिँ एन्ड गर्न चाहन्छु म अब चाहिँ के हामीले यो चाहिँ अब हाम्रो अब हामी त्यहाँ पनि गाउँ निक्लिन्छौँ होइन अब त्यसपछि अब अब चाहिँ यो हाम्रो भिडियो हेर्नुभयो सबले राम्रोसित हेरिदिनु होला धेरै माया गरिदिनु होला साथ सपोर्ट गरेर अगाडि बढाइदिनु होला लास्टमा चाहिँ अब सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोस् हजुरहरूले अब सब्सक्राइब चाहिँ गरिहाल्नुहोस् है त ल